गुड मर्निङ सबैजनालाई र आज भने चाहिँ मर्निङ भ्लग। आजको वेदर चाहिँ यस्तो छ र पारी देखिने दलगाउँ भ्यू पोइन्ट। अहिले चाहिँ म माथि भन्दा नि माथि टप जाँदैछु। यस्तो भएर चाहिँ आजको वेदर चाहिँ झ्याक्क सब्जी बारी। ल मकै त खतम भएर छ खुट्टाले त। ल अहिले भ्यू पोइन्टबाट देखिने दृश्यहरू, मर्निङ भ्यूहरू। मर्निङ भाउजू यस्तो छ। सुब्बा गाउँ है। यो चाहिँ मेरो किचन अहिले फिलहाल बन्द, किनभने साथी हो बडा यस्तै छ है बडा। मर्निङ अन्त के गर्नु हुँदैछ बडा अहिले? हाम्रो बडा बिहानको खाजा दिनु हुँदैछ क्या हो बडाले। यहाँनिर टिकाराम दाले घर बनाउनु भएछ मजाको टक्क किचन। टिकाराम दा कहाँबाट आएको? दुध पुऱ्याएर आएको? ओए साइलाको गाई। चाहिँ अरुण भाइको घर, सुब्बा को घर। अरुण भाइ पन्ध्र 16 वर्ष पुगेको हाम्रो सबैभन्दा प्यारो पप्पी। यो गाउँमा यो जतिको सिधा कोही छैन कुकुर कुनै। हाम्रो साइला दाजुले फुलहरू चाहिँ अलिक दामी स्याहारेको रहेछ चटक्कै। दुध राखेको रहेछ। रामदाले पनि खानुहुन्छ दुध। यो बाटो चाहिँ नयाँ खनेको, तर भलले चाहिँ यस्तो बनाइदिएको छ है। यो चाहिँ बारी चाहिँ होइन, यो चाहिँ रोडमा यसरी सौँप उम्रेको छ। सन्तोष बुबु, सन्तोष अहिले भन्छ हामी यहाँनिर हाम्रो पहिलाको यो हाम्रो स्ट्यान्ड, भाउले स्ट्यान्ड है, यहाँसम्म थियो पहिला। पोहोरदेखि अहिले यहाँनिर रोड खनेर अहिले माथि जानु गएको छ। यहाँनिर चौतारा थियो, चौतारा पनि भित्काएको छ। छ होला नि। आमा कस्तो गुड भयो मान्छे त अहिले बिहान पढिरहेको रहेछ। सर्टकट
हाम्रो पुसैले के गर्नु हुँदैछ हौ बिहान बसी छ माथि गोरु लिन गएको अङ्कस त से ओलिलियो यहाँ चाहिँ हाम्रो मान्द्रे मामाको घरै यस्तो छ। मान्द्रे मामा बस्नु त हुँदैन तर यहाँनिर काम दिउँसोभरि यहीँ गर्नुहुन्छ। डोको नाङ्लोहरू यहीँ बनाउनुहुन्छ। यो चाहिँ हाम्रो सन्तोष बुबुको घर भयो यता वेदर पनि अहिले भने चाहिँ हामी यहाँ आइसकेका छौँ तिलीमाको घर मुनि। यहाँदेखि चाहिँ लास्ट एउटा घर छ हाम्रो बडा तारानिधि शर्माज्यूको घर। जङ्गल यतातिर ढाकढाक चिलाउने होला नि। सोल्टी रहेछ फेरि यता चाहिँ के गर्नु त्यसो दुईजना। ल है गाइस अहिले भन्छ फाइनली हामी यहाँ आइसकेका छौँ बडाको घरमा। ल है बडा नमस्कार हजुर। यता बडा हुनुहुन्छ यता मामा। बडी नमस्कार। के गर्नु हुँदैछ हौ बिहान ए हाम्रो यो बस्तीमा चाहिँ यस्तो खालको चिया पाइन्छ। यति खाएर चाहिँ टक्क मेलामा लागिसकेपछि टक्क भरे 9-10 बजीतिर मात्रै खाजा। स्विटी पनि नम्बर सेकेन्डमा चाहिँ आउँछ है। यो नि राम्रो छ एकदम। स्विटी एक कप चिया लिएर आइज त ठ्याक्कै। है एक कप चिया माग्ने भनेको। स्विटी हात मिलाऊ हात देऊ। गुड गर्ल हात ल्याऊ मोरी लजाउँछे। स्मल फ्यामिली स्विट फ्यामिली। यहाँ चाहिँ हुनुहुन्छ सिर्फ 4 जना मात्रै र मामा हुनुहुन्छ यहाँनिर। हाम्रो मान्द्रे मामा चाहिँ यहीँ बस्नुहुन्छ। र यहाँनिर हेर्नुहोस् मजाले फुल फुलेको छ। हाम्रो यो चाहिँ 0 भन्छ यहाँदेखि उँभो चाहिँ जङ्गल। यो चाहिँ लास्ट घर हो हाम्रो बडाको घर। सेवा के छङमालाई यस्तो हाम्रो भाउजू चाहिँ यहाँनिर एक बिहानै यसरी चारोमा आइसक्नु भइसकेको रहेछ। हो त ल है ओ यस्तो दिन आजको दिन चाहिँ यस्तो छ है। एकदम फगी लागेर हाम्रो यो